गुड मर्निङ माई युट्युब च्यानल न्यू भ्लगमा सबैलाई नमस्कार। ल हेर्नु यस्तो दामी बनाएको छ। पहिला कस्तो फोहोर थियो, फोहोर दुर्गन्ध थियो। कति दुर्गन्ध थियो, अहिले हेर्नु कति साफसफाइ छ। बाख्रामा यस्तो दामी बनाएको छ। अलि अब मार्केटहरू यस्तो दामी। हेलो हेलो, राम्रो बनाएको हेलो हेलो, हाय सर, नि हाउ नि हाउ, हेलो हेलो। अब हामीले बनाइदिएर हाँस्छन् अनि के भन्ने हो। त्यो जुत्ताहरू पसलहरू टनकै छ है। अब हामीले भिडियो बनाइदिएर हाँस्छन् यार। अब म चाहिँ घरतिर हिँड्दैछु है। यहाँ गल्लीहरू पनि राम्रो भयो, साफसफाइ राम्रो छ है गाइज। यस्तो राम्रो रहेछ। यहाँबाट यताबाट जान्छु त्यहाँ यसरी जानु पर्यो। चक्लेटहरू के हो कुराहरू। हेलो, विश्व बजार जस्तै हो यो। हेलो हेलो, यहाँ जुत्ता चप्पलहरू सबै पाइन्छ। बजार चाहिँ ठुलो छ, भित्री बजार पनि। जुमा भन्दा है, जुमा बजार। हेलो हेलो हेलो। अब हामीले भिडियो बनाएदेखि अचम्म मान्छ है यहाँको मान्छेहरू। तर सफाइ चाहिँ एकदम राम्रो है। साफसफाइ चाहिँ धेरै राम्रो छ। यहाँ यस्तो फोहोर थियो पहिला। र एक्लै हिँड्दैछु लखर लखर। अब साथीहरूसँग त आइएन हजुरहरू। यस्तो राम्रो सबै चिज पाइन्छ, सबै चिज पाइन्छ। सबै मच्छी बजार कता हो, मच्छी बजारतिर जानुपर्ने खास। म चाहिँ यहाँबाट आउट हुँदैछु। माछी टमाटो तिम्रो सुन्तलाहरू सबै पाइन्छ। थोक बजारहरू, सस्तो मार्केट पनि सरल र सुविधा, सस्तो। बाख्राको सबभन्दा सस्तो मार्केटहरू, सस्तो सामानहरू पाइने ठाउँ। यहाँ चाहिँ एकदम सामानहरू भने जस्तै पाइन्छ है। जे खोजे पनि पाइन्छ, जस्तो जस्तो सामान खोजे पनि पाइन्छ। तरकारी बजार जताततै छ, कताबाट दाम थियो, केबाट दाम थियो। ओके, थ्याङ्क्स फर माई वाचिङ भिडियो। अब यहाँ चाहिँ बाख्रामा जताततै फोटोहरू पनि खिच्न नि मिलेन। मको यस्तो छ मच्छी बजार कहाँ हिँड्दैछु अब।
जे पनि पाइने, हरेक चिज पाइने। पहिला कस्तो फोहोर थियो यहाँ हाम्रो, कति सफा भएको थियो, त्यो सफा हुन्छ। माछाको बजार आइगयो, माछा बजार आएको ल ट्याक्कै। माछाको मार्केट आएछ, माछा बजार आएछ, ट्याक्कै माछा बजार आएको। माछा हेर्नु कति ठुलो ठुलो माछा बजार, माछा बजार आएको छ। कस्तो सामानहरू माछी बजारबाट निस्किँदैछु। अब यहाँबाट उठाउँदैछु गाइजो। ल आजलाई यहाँबाट चाहिँ एक्लै छु, लखर लखर हिँड्दैछु होइन गाइज। अब मेरो भिडियोलाई कस्तो लाग्छ इराकको राय सुगत सल्लाहहरू त्यो हजुरहरू दिनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ है त। नभए एक्लै छु, लखर लखर हिँडेको, डरभर छैन कि अरे के गरे। मान्छेले भन्छ आइरहेको मान्छे मार्छ अरे, के को मान्छे मार्छ, किन मार, यहाँको चाहिँ मान्छे होइन। यहाँको चाहिँ मान्छे होइन, यहाँ यिनीहरूलाई पनि डर त मान्छे भनेपछि गाडीहरूले त सिटीमिटी मान्छे हान्दैन भनेपछि यहाँको मान्छेहरू सबै बुझिसक्यो, धेरै बुझ्ने भइसक्यो हो। अस्सलाम वालेकुम। अब हामीले बनाएको भिडियो देखेर हाँस्छन्, अब के हो। यहाँ निस्क्यो, अब हाइवे निस्क्यो, अब लाउँदैछु। सिमसी हुन्छ है त। अस्सलाम वालेकुम। टमाटर नुस किलो कहाँ? सवा में खान्छ नुस किलो नुस। यहाँ चाहिँ टमाटर किन्छु है। टमाटर किन्नु पर्यो 500 रुपियाँ। Kilo ile 5 kilo. Ağır kilo, nus kilo zayıf. Kaç kilo? Azagin nus kilo. والله هذا 500. 500 ما عندك؟ يمكن ما أخذ. قاعد ما أوريك شيء؟ والله ما أخذ. بس هذا بطاطا خيار. هذا كم يجيب هذا؟ هذا لا هذا اي نص كيلو 5 كيلو. خلاص ها؟ टमाटर किने, हरी मसाला किने हो। शुक्राना भाइ शुक्राना। अझै अब यताबाट म हिँड्दैछु एक्लै है, मेरो साथी नि कोही छैन आज। अब हिँडेँ म निकाल्ने, अब सबै चिज किने जान्छु, गएर तरकारी सब्जीहरू बनाउने केही छ। बस चढ्ने, सर्लाको बस चढ्ने जाने हो है गाइस। एक्लै हिँड्छु, लाखर हिँड्दैछु ल। एक्लै छु। पहिला यहाँ केही थिएन, यस्तो थियो आम्मा, यति फोहोर थियो। अहिले हेर्नु यस्तो दामी बनाएको छ, राम्रो बनाएको छ। भित्र पनि भित्री बजारहरू यस्तो सरसफाइ राम्रो छ। सुधारहरू धेरै छ बाटोमा, अब पहिला आएको छैन। जुम्मा भने शुक्रबारे बजारतिर आएको
है ट्रकहरूमा बेच्ने ट्रक ल्याएर आफ्नो लरीमा ल्याएर ट्रेलरमा ल्याएर बेच्छन् व्यापार यस्तो चल्छ व्यापार यति चल्छ यति भिडान हुन्छ त्यो ओके थ्याङ्क्स फर माई वाचिङ भिडियो थ्याङ्क यू सो मच एभ्रिवान गाइज मेरो भिडियोलाई कस्तो लाग्छ हेरेर सायद राय सुझाव चाहिँ दिनु होला अब अरू टाइमहरू त मिल्दैन है यसो कहिले काहीँ यसो शुक्रबार छुट्टी मिल्ने बेला आउनु थ्याङ्क यू एभ्रिवान